साथीहरू सबैलाई नमस्कार। यतिखेर नेपालमा एकदम चुनावको माहौल तातिरहेको छ। हामीले विगतबाट धेरै देख्यौँ। धेरै पार्टीहरूले 30-35 वर्षसम्म जनताका आवाजहरू राम्रोसँग सुन्न सकेका छैनन्। युवाका आवाजहरू विशेष त सम्बोधन गर्न सकेका छैनन्। यतिखेर नयाँ पार्टी आएको छ रासोपा। रासोपालाई यतिखेर सबै नेपाली दाजुभाइ, सबै युवा साथीहरूले एकदमै समर्थन गरिदिनु पर्यो। किनकि दिनानुदिन हाम्रा युवा साथीहरू 1500 देखि 2000 विदेश प्रवेश गरिरहेको अवस्था देखिन्छ र नेपालमा रोजगारको स्थिति एकदमै कमजोर छ। सबै बेरोजगार छन् हैन। त्यसैले पनि युवालाई चाहिँ जिताउनु पर्नेछ। केही फरक हुन्छ कि भन्ने हिसाबले सबै साथीहरू आफ्नै पार्टीमा त्यहीँ रहेर भित्रीबाट चाहिँ घन्टीलाई सपोर्ट गर्नु होला भन्ने म अनुरोध गर्दछु। म पनि कुनै पार्टीगत रूपमा चाहिँ कसैलाई जो राम्रो काम गर्छ त्यसैलाई समर्थन गर्ने मान्छे हो। तर यसपालि चाहिँ घन्टीलाई सपोर्ट गरेर हामीले जिताउनुपर्छ। तपाईँ हाम्रो भविष्यको लागि, हाम्रा आउने बच्चाहरूको लागि हामीले चाहिँ जसरी पनि घन्टीलाई हरेक क्षेत्रमा बाट चाहिँ घन्टीमा समानुपातिक र प्रत्यक्ष दुवैमा चाहिँ घन्टीमा भोट हालेर यसपालि घन्टीलाई जिताइदिनु होला। र जसले विदेशदेखि हेरिदिनुहुन्छ घरमा यी कुराहरू भनिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद। जय घन्टी।